नेपालगञ्जको प्रमुख धार्मिक स्थल बागेश्वरी मन्दिर परिसर अस्तव्यस्त बनेको छ। जुंगे महादेव भएको पोखरी प्लास्टिक जन्य वस्तुले दुर्गन्धित बनेकै बेला मन्दिरको पूर्व उत्तर तर्फको नालाको रेलिङ समेत काटिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र मन्दिर व्यवस्थापन समितिले ध्यान नदिँदा सर्वसाधारणले मनोमानी ढङ्गले रेलिङ काटेर नालामा पुल बनाउँदा उपमहानगर बेखबर छ। उपमहानगरको अनुमति बिना होचो पर्खाल सहितको रेलिङ काटेर सर्वसाधारणले फलामको पुल बनाएपछि उपमहानगरको लापरवाही उदाङ्गिएको छ। सर्वसाधारणले आफू खुसी फलामको पुल बनाएर ओहोर दोहोर गर्न थालेका छन्। हिन्दूहरूको पवित्र स्थल अगाडि नै मनोमानी गर्दा समेत तर नेपालगञ्ज उपमहानगरले नदेखे झै गरेपछि सर्वसाधारण अचम्मित भएका छन्। सर्वसाधारणले आफू खुसी पुल बनाएपछि बागेश्वरी मन्दिरको सुरक्षामा समेत असर पर्ने देखिएको छ। मादक पदार्थ र लागु औषध सेवन गरेकाहरू यही बाटो भएर मन्दिर परिसरमा छिर्ने बाटो खुलेको भन्दै सर्वसाधारणले यसलाई तत्काल बन्द गर्न माग समेत गरेका छन्।